हाइपोथाइरोइडिजम्स अथवा थाइरोइडको कमी पुरुषमा भन्दा महिलाहरूमा धेरै किन देखिन्छ? आउनुहोस् यो विषयमा कुरा गरौँ। के धेरै थकान लाग्नु सामान्य हो? धेरैजसो महिलाहरूले यसलाई नर्मल नै सोच्नुहुन्छ। तर कहिलेकाहीँ यस्तो नर्मल थकानको अगाडि धेरै ठुलो स्वास्थ्य समस्या लुकेको हुन सक्छ। जसको कारण हुन सक्छ शरीरको एउटा सानो ग्रन्थि जसलाई भनिन्छ थाइरोइड ग्ल्यान्ड्स, जसले शरीरको सबै कुरालाई चलाउँछ। हाइपोथाइरोइडिजम्स भनेको यही थाइरोइड ग्रन्थीले राम्रोसँग काम नगर्नु हो अथवा थाइरोइड हर्मोनको कमी हुनु हो, जसले गर्दा शरीर नै सुस्त हुन्छ। धेरैजसो अवस्थामा आफ्नै शरीरको रोग प्रतिरोधात्मक प्रणालीले थाइरोइड ग्रन्थीमाथि आक्रमण गर्दा यस्तो किसिमको समस्या देखिन सक्छ। अब प्रश्न आउँछ, महिलामा नै यो समस्या बढी किन? कारण हो हर्मोनको उतार चढाव बढी। किशोर अवस्थादेखि महिनावारी गर्भावस्था हुँदै रजनोवृत्तिसम्म महिलाहरूको हरेक चरणमा निरन्तर रूपमा हर्मोन परिवर्तन हुन्छ। एउटा महत्त्वपूर्ण चरण हो गर्भावस्थापछि। डेलिभरी भएको 6 महिनाभित्र यो समस्या देखिन सक्छ। त्यसैले अत्याधिक थकान, मुड स्विङ र कपाल झर्नुलाई सामान्य मान्नु हुँदैन। अर्को कुरा हो महिनावारीको गडबडी। थाइरोइड हर्मोनले प्रजनन हर्मोनलाई सिधै असर गर्छ। त्यसैले महिनावारी धेरै ढिला हुनु, धेरै हुनु अथवा कम हुनु यसको कारण पनि थाइरोइड हर्मोन हुन सक्छ। त्यसैले निसन्तान अथवा इन्फर्टाइलको कारण पनि थाइरोइड हर्मोन हुन सक्छ। यसले कहिलेकाहीँ गर्भधारण नै रोकिदिन सक्छ। खुसीको कुरा के छ भने यदि कारण चाहिँ थाइरोइड हो भने यसको उपचार चाहिँ सजिलो र प्रभावकारी छ। त्यसो भए तपाईँहरूको मनमा आउला, थाइरोइड जाँच चाहिँ कहिले गर्ने त? हामीले हाम्रो शरीरमा देखेका केही लक्षणहरूलाई हामीले ध्यान दिनै पर्छ। समाधान एकदमै सजिलो छ। रगतको एउटा सामान्य जाँच जसलाई हामीले TSH टेस्ट भन्छौँ। यो एउटा जाँचले तपाईँको शरीरमा थाइरोइड हर्मोनको कमी छ अथवा छैन भन्ने कुरा स्पष्ट देखाउँछ र समस्याको समाधान दिन्छ। त्यसैले याद राखौँ, लगातार रूपमा थकान हुनु र शरीरको तौल अनियन्त्रित रूपमा बढ्नु सधैँ नर्मल हुँदैन। किनभने जब एक महिला स्वस्थ हुन्छन् तब मात्र परिवार स्वस्थ हुन्छ।